यसो ऱ्यान्डमली ट्याक्कै नेचर ओ वाउ दामी देखेको छ एकदम ब्युटिफुल हो क्या यो गाउँ यस्तो राम्रो देखेको छ त्यतिकै हामी अब खान जाँदैछौँ इधर हाम्रो भाइ हे इधर हम हे इधर हाम्रो स्वामी दिदी हे इधर हाम्रो स्वामीजी है यता हाम्रो छोरा जेठा छोरा हो दुईटा छोरा लिन जाँदैछौँ मेरो श्रीमानको गाडी कोर्दो यति अफमा हुनुहुन्छ उहाँ चाहिँ वेदरहरू चाहिँ कस्तो राम्रो काम पनि ट्याक्कै रोक्यो राम्रो देखिरहेछ अब यहाँनिर चाहिँ विशेष गरी गाडी कुदाउने बाइक कुदाउनेहरूको चाहिँ हाम्रो देशमा चाहिँ लेन सिस्टमै छैन क्या यताबाट आए पनि देब्रेबाट नि सट्टै ओभरटेक दाहिनेबाट सट्टै ओभरटेक गरिदिन्छ अनि स्लो कुदाउनेहरू राइटमा कुदाउँछ स्लो कुदाउनेहरू चाहिँ जहिले पनि लेफ्टमा कुदाउनु पर्छ क्या लेफ्टमा ठ्याक्कै देब्रेमा स्लो कुदाउँछ अनि राइटपट्टि कुदाइदिन्छ कि अनि कसैले छुयो भने अनि दोष भनेको गाडीकै लाग्ने हो यस्तो मनपर्छ त्यहाँदेखि उताको कस्तो राम्रो छ क्या वरि दुई उयो प्लान्टहरू राम्रो छ क्या रोडमा कस्तो राम्रो छ ठ्याक्कै दायाँ पनि बायाँ पनि बाटो पनि ठुलो ए अहिले हामी त यही बाटो फर्किने हो त यहीँबाट जाने हो त गोदावरी त हामी लाग्छ सन्देशलाई एकदमै घुम्न आएको मान्छे एक महिनाको भ्याकेसन हेर्नु न 5 लाख त अनि 1 वर्षको म गएर तिरिहाल्छु यहाँ त भाइ भनेर हेरौँ न त्यो डेट थाहा छ नि तपाईँलाई राखेको समय एक दुई दिन भित्रको हेर्नु मिल्छ नि हेरेर त्यसलाई तिराउनु न तिर्नुपर्छ नि तिर्नैपर्छ यसले क्यामेरा लिइराखेको हुन्छ होइन सिसी पार्किङमा चाहिँ सिसी क्यामेरा हुन्छ कस्तो मन लाग्छ मलाई यही बाबुहरूको स्कुल हो यहीँ हो यहीँ पर्छ सबै यहीँ भेटिन्छ होला सोल्टिनीको शान्ताको सबको छोराछोरी यहीँ पर्छ हेर्नु सरप्राइज कस्तो लाग्यो कस्तो लाग्यो सरप्राइज मलाई त सरप्राइजै भएन आज हावा खान रमाइलो भयो अक्सिजन चाहिँ क्या खतरा खाने यहाँको अक्सिजनहरू ऊ पर कटिसक्यो कस्तो लाग्यो हौ तपाईँको चस्मा कस्तो बबाल हौ दामी छ नि तिमी लाउँछ एकचोटि कस्तो देख्दो रहेछ वा आमा के हो यस्तो बाबु भन्छ तिमी सन्चै छौ जस्तो देखिरहेको को तिमी सन्चै छौ भनेको चाहिँ कस्तो प्रेस गरे हुनुहुन्छ उताबाट आइज भने होइन भन्नुपर्छ नि कस्तो कस्तो ढकाले हौ म उताबाट निस्किन्छ भनेर अब यहाँदेखि चाहिँ हामी फुलचोकी जान्छौँ उता बाटो देखाउ त आज पनि हामी ऱ्यान्डमली यत्तिकै हिँडेको है ठाउँ कस्तो छ हस्पिट्याएको एरिया चाहिँ माथि पानी पनि ल्याउनु यहाँबाट हो र यसमा त पैसा अब चाहिँ हामी ऱ्यान्डमली गोदावरी घुम्न आयौँ टक्कै होइन अनि गोदावरी घुमिसक्यौँ फनी अब यहाँदेखि माथि हामी फुलचोकी जान्छौँ कस्तो छ म देखाउँछु ल फुलचोकी फर्स्ट टाइम आएको छैन रहेछ ल ओके स्टप लाग्यो 2 वर्षपछि नेपालमा नेपालको हावापानी कस्तो लाग्यो कुल भइरहेछ नि होइन फ्रेस भइरहेछ नि होइन ल ओके छ अब यहाँदेखि हामी अझै माथि पनि घुम्ने ठाउँ रहेछ क्या हामी चाहिँ जहिले उतै मात्रै जाने कि अनि आज यता आएको यहाँदेखि माथि पुरै घुम्नु जाने हो चितलाङ पनि दामी छ नि भाइ त्यो पानी किन्यौँ अनि त्यसले कस्तो राम्रो कुरा भन्नुहुन्छ भनिदिनुहोस् न जस्तो अब यो प्लास्टिक जाने सामानहरू लगेकोमा हजुर चाहिँ माथि नखाइदिउँ स्वच्छ बाटो गर्नुको लागि हजुर आउने पाहुनाको लागि स्वच्छ बाटो गरिदिउँ भनेर हामीले प्लास्टिकहरू चाहिँ यहाँसम्म लिएर आउनुहोस् भनेर हामीले 100 रुपियाँ डिपोजिट राखेर पठाउँछौँ यो प्लास्टिकहरू अनि कागजहरू यिनीहरू ल्याएपछि चाहिँ हामीले त्यो 100 रुपियाँ पनि हामीले रिटर्न गर्छौँ ए हो यो राख्नु पर्ने 100 रुपियाँ हजुर राख्नुपर्ने हो 100 रुपियाँ ए यो बोकेर लानुपर्छ हामीले हुन्छ हजुर अहिले हामीले यो कार्डमा पनि लेखेको छ ल पानी पनि लिएको त नि दुईटा लिएको लिइसक्यो अरू खै के प्लास्टिक के यो त यही खाने होला त्यो त चिप्सहरू त यही खाइसकेछ चिप्स चाहिँ खाइसकेछ पानी मात्रै हुन्छ पानी चाहिँ हामी फ्याल्दैनौँ
युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नु होला यहाँबाट चाहिँ अब हामी फुलचोकी चाहिँ जाँदैछौँ तर हाम्रो गाडी चाहिँ 5 किलोमिटर मात्रै जान्छ अरे त्यसपछि हिँड्नुपर्छ अरे अब यो चाहिँ गाडी राखेर चाहिँ सायद सनी सर जान मान्नुहुन्न होला उहाँको चाहिँ गाडी एकदम गाडी लभर उहाँ चाहिँ अनि त्यस कारण गाडी वरिपरि एकछिन घुम्छौँ फिस लभर पनि हो अनि भाइरल रोड अरे यो चाहिँ ठ्याक्कै अलिकति माथि चाहिँ भाइरल रोड छ अरे भाइरल रोडमा चाहिँ अलिकति हामी अब खान्छौँ दामी खाजा पाउँछ जस्तो छ यहाँनिर मान्छेहरू सर आइरहेको छ ल आएर चटपटी पनि खान सक्छौँ यहाँसम्म मात्रै आएको हावा चाहिँ जस्तै दामी छ होइन छोडिदिनु उसले आइसक्रिममा ट्रान्सफर गरिसक्यो आइसक्रिमले 5 रुपैयाँको मात्र खाने अरे हेलो कस्तो फिल आइरहेछ चिसो हावा खानु खाएर भाइरल रोड चाहिँ यही होला हौ ओहो यो रोडमा फोटो खिचौँ न जानु त कुकुर त उयो हो यार हिँड्नु यार ड्राइभिस लागेको जस्तो छ भाइरल रोड भनेको चाहिँ यो हो है एकदम यहाँ चाहिँ मेरो फ्यामिली मेम्बरहरू बसिराख्नु भएको कस्तो लाग्यो हो हावा अक्सिजन फिलिङ्स बेटर यो नेता स्कुटी पनि उडाउँ जस्तो गरेर आउँछ एरिक ल तिमी जाऊ मेरो पनि निकाल सनीजीको निकाल्यौँ न उहाँ चाहिँ मेरो ह्यान्डसम बुढा मेरो भाइ दिदी छोरोहरू ल जेठो छोरो मामलाई देखाऊ म यता हिँड्छु यस्तो फ्रेस यता यार म यहाँ बोल्छु यस्तो फ्रेस त्यो के अरे पिज्जा र तारा खानाबाट यो भनेर तिमीलाई कस्तो फिलिङ्स भइरहेछ एकदमै राम्रो भइरहेछ मलाई चाहिँ आज स्कुलमा हैन उहाँहरु आउनु थिएन थाहा थिएन हैन अनि म छिटो बोल्नु भइहाल्यो छिटो म डरेको हैन अन्त चलेर मैले उहाँ 2 घण्टा जाको अहिले न हौ त्यो छिटो बोल्नु नै हाम्रो पढी किताब त्यो बाँदर त नि जहाँ पनि पुगिरहेको हुन्छ क्या जा भाइ आउनु 3 2 1 आज चाहिँ गोदावरीको हावा खाने भनेर आइरहेछौँ गोदावरी यही हो एकदम वेदर चाहिँ एकदम राम्रो अनि दुईजना चाहिँ त्यो खोलामा के खोजेको सोल्टीहरू ए भिडियो खिचिरहेको मैले झन्डै भाइरल बनाइदिएँ ए बाटै हो रहेछ जाटे ब्लग गर्दै रहेछ मान्छे नि धेरै आँट्ने अन्त पहिरो गएको रहेछ नि बाढीले बिगारेको इन्सानीको सयको एङ्गर चाहिँ मैले त रिभर्स एङ्गर आएपछि जति यो सरलाई सोध्नु यार बुढा प्लिज कति समय गाडी जान्छ भनेर हजुर बाटो राम्रै छ दामी युट्युबमा हाल्छु क्या मेरो युट्युबमा सब्सक्राइब गर्नु युट्युब उहिले बनाएको होइन कहिले त ब्लग मैले गरेको छु त सब्सक्राइब भिडियो पनि वाच गर्नु लाइक र कमेन्ट पनि